हेर्नुहोस् दर्शकबिन मेरो साथीहरू मेरो यो फेसबुक साथीहरूलाई म भन्दैछु यो तपाईँहरूले चिन्नुभएको होला यो के चिज हो यो यो मैले नेपालबाट ल्याएर रोपेको यसको नाम मैले जानेको छुइनँ। तपाईँले जान्नुभएको छ भने कमेन्ट गरेर भनिदिनुहोस् त यो के चिज हो। यो राम्रो चिज हो, दबाई पनि हुन्छ भनेर नेपालबाट ल्याएको थियो एकजनाले। मैले त्यसको नाम बिर्सेँ, अलिक अप्ठ्यारो लाग्यो। तपाईँहरूले जानेको छ भने यसको नाम भनिदिनुहोस्। यहाँ हेर्नुहोस् मैले यो लिएर यत्रो भयो, 1 सालमा यत्रो भएको छ। अनि यसपालि चाहिँ फुलहरू दिएन, यसपालि चाहिँ फुलहरू दियो र गुटी पनि लाग्यो। अब कस्तो लाग्छ गुटी, यो गुटी खानुपर्ने हो कि यो गुटी बिक्री गर्नुपर्ने हो कि। उसले त एउटा गुटीको 20 रुपियाँ गरेर मैले नेपालबाट किनेको भनेर ल्याएर दिएको थियो मलाई। के चिज हो। अनि यहाँ मैले यहाँको चाहिँ कस्तो हुन्छ भने अब उता त जम्मू काश्मीरतिर त गुलियो मिठो हुन्थ्यो। मैले यहाँ हेर्नुहोस् यो अङ्गुर यो कालो अङ्गुर ल्याएर मैले पुली ल्याएर यहाँ जोगाउँदैछु। यो अङ्गुर भोलि पर्सि ठुलो भएपछि यस्तो मासमा गएपछि म तपाईँलाई फेरि त्यो अर्को भिडियोमा देखाउँछु भोलि पर्सि। अनि तपाईँलाई कस्तो लाग्छ अनि कमेन्ट गरिदिनुहोस्। धन्यवाद छ। मेरो साथीहरूले मलाई धेरै धेरै सपोर्ट गरिदिनुहुन्छ भन्ने म बहुत मेरो मनमा बहुत गर्व छ। साथीहरूले मलाई बहुत सपोर्ट गरिदिनुहोस् है। सेयर, लाइक, कमेन्ट तपाईँलाई जो इच्छा लाग्छ त्यसलाई सक्दो गरिदिनुहोस् है। मलाई पनि तपाईँहरू साथमा लिएर जानुहोस् भन्दैछु। धन्यवाद। थ्याङ्क यू।